हेलो युथ लिडर्सहरू, आज हामी विशेष शीर्षकमा कुराकानी गर्न जाँदैछौँ। तपाईँलाई युथ लिडर्सको पद नदिए तापनि तपाईँले अगुवाई गर्न सक्नुहुन्छ। हो, तपाईँले ठिकै सुन्नुभयो। युथ लिडरसिपको पद तपाईँलाई दिएको छैन होला, तर पनि तपाईँले स्टिल अगुवाई गर्न सक्नुहुन्छ। किनकि अगुवापन चाहिँ पद मात्र होइन, एउटा प्रभाव हो। सायद तपाईँ त्यो पदमा हुनुहुन्न होला, र पनि तपाईँले मानिसहरूलाई, जवानहरूलाई, यो पुस्तालाई अगुवाई गर्न सक्नुहुन्छ। उदाहरणको लागि म 3टा कुरा तपाईँलाई बताउन सक्छु। एउटा, तपाईँले जवानहरूलाई शान्त रहेर सेवा दिन सक्नुहुन्छ, अथवा कुनै क्षेत्र छ जवानसँगले नदेखेको र तपाईँ जवानहरूलाई सेवा पुर्याउन चाहनुहुन्छ, शान्त भएर इन साइलेन्स यु क्यान सर्भ। दोस्रो कुरा, तपाईँले ती जवानहरूलाई गहिरो प्रेम गरेर तपाईँले सेवा दिन सक्नुहुन्छ, किनकि यसले प्रेम गर्ने मानिसहरू प्रेम चाहिँ घट्दै गइराखेको छ। तपाईँले प्रेम गरेर सेवा पुर्याउन सक्नुहुन्छ। र अर्को कुरा, तपाईँले उदाहरणसहित तपाईँको जिन्दगी सायद तपाईँ ठिक समयमा आएर जवानहरूलाई पर्खिएर हुनसक्छ, जवानसँगको कुर्सीहरू मिलाइदिएर हुनसक्छ, अथवा कुन क्षेत्र हुनसक्छ तपाईँको जिन्दगी ठिकसँग जिएर तपाईँले जवानहरूलाई सेवा पुर्याउन सक्नुहुन्छ। किनकि प्रभु येशू ख्रिस्टले पनि आफ्नो चेलाहरूको गोडा धोएर मात्रै उहाँ क्रुस चढ्नु भएको। क्रुस चढ्नभन्दा अगाडि उहाँले जवानहरूको, मानिसहरूको, चेलाहरूको गोडा धुनुभएको थियो। यस कारणले गर्दाखेरि जवान अगुवाहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु, सर्भ द यङ पिपल। अझै सेवा दिनुहोस्। सायद तपाईँ त्यो पदमा हुनुहुन्न भने पनि सेवा दिनुहोस्। मे द लर्ड ब्लेस यु।